रामु आचार्य र लक्ष्मण सापकोटाको युट्युब च्यानलमा तपाईलाई स्वागत छ। आजको सामग्री चर्चित गायक स्वर्गीय खेमराज गुरुङसँग सम्बन्धित छ। अल्पायुमै ज्यान गुमाउनु भएका चर्चित गायक खेमराज गुरुङको निधनको कारण रक्सी बन्न पुग्यो। उहाँलाई 4-5 महिना अघि ओम अस्पतालबाट डिस्चार्ज हुने बेला डाक्टरले अन्तिम पटक चेतावनी दिएका थिए, रक्सी छुँदै नछुनु, रक्सी खाएर म कहाँ फेरि नआउनु। उहाँले केही हप्ता डाक्टरको सल्लाह मान्नुभयो, औषधि पनि नियमित सेवन गर्नुभयो। साथीहरूसँग भेट्दा र कसैले अलिकति भए पनि पिउन भनेर आग्रह गरेमा उहाँको मन थामिँदैन थियो। रक्सी छोड्नु र सुरु गर्नु उहाँका लागि नयाँ कुरा थिएन। उहाँ डाक्टरको अन्तिम चेतावनीलाई व्यवस्था गर्न पुग्नुभयो र उहाँको ज्यान नै गुम्यो। अर्थात् गायक खेमराज गुरुङ अब हामीमाझ गीतहरूमा मात्रै जीवित रहनुहुनेछ। विगत 11 दिन अघि जन्डिस बिग्रेपछि गुरुङलाई चाबाहिलको मेडिकेयर अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा भर्ना गरिएको भोलिपल्ट उहाँलाई स्याहार्न उहाँकी पत्नी हङकङबाट आउनु भएको थियो। उहाँलाई आइसियुमै राखिएको थियो। मलाई कहिले आइसियुबाट निकाल्छन्, छिटो निस्कन पाए हुन्थ्यो। विदेशमै उपचार गर्नुपर्ने अवस्था आयो भने के गर्ने होला। साहित्यकार तथा प्राज्ञ शशि लुम्बुसँग मंगलबार बेलुकी उहाँले चिन्ता व्यक्त गर्नु भएको थियो। नभन्दै कलेजो प्रत्यारोपणका लागि उहाँलाई एयर एम्बुलेन्सबाट दिल्लीको मेदान्त अस्पतालमा लैजाने योजना तय भयो। बिहिबार बिहानदेखि उहाँ भेन्टिलेटरमा हुनुहुन्थ्यो। बिहिबार दिउँसो दिल्ली उडाउने तयारी थियो। पछि डाक्टरहरूले स्वास्थ्यमा केही सुधार आएमा मात्र दिल्ली लैजान मिल्ने बताएपछि उक्त योजना रद्द भयो। धेरै संगीतकर्मी र प्रशंसकहरू बुधबार र बिहिबार उहाँको स्वास्थ्य लाभको कामना गरिरहनु भयो, तर उहाँको अवस्था सुध्रिएन। बिहिबार साँझ 5:30 बजे मेडिकेयर अस्पतालमै 42 वर्षको उमेरमा उहाँको निधन भयो। उहाँको कलेजोमा मात्रै होइन, मृगौलामा समेत समस्या थियो। खेम भाइ एउटै गीतले प्रख्यात बन्नुभयो। राम्रो रचना संख्यामा होइन स्तरमा गनिन्छ भन्ने स्थापित गरेर बिदा हुनुभयो। संगीतकार गायक आभासले श्रद्धाञ्जली स्वरूप फेसबुकमा लेख्नुभयो। आभासको भनाइ सत्य हो। उहाँको हिट गीत वारी जमुना पारी जमुना हो र यही गीतबाट श्रोताहरूले उहाँलाई चिने र चिनिरहनेछन्। उहाँले अरू पनि थुप्रै गीत गाउनु भएको छ। 8वटा एल्बम निकाल्नु भएको छ। अरू केही गीत पनि चले, तर उहाँलाई चिनाउने र बचाउने गीत वारी जमुना पारी जमुना मात्र ठहरियो। 2057 सालतिर निस्किएको यो गीतमा ननाच्ने नेपाली सायदै भेटिएला। शङ्खुवा सभा खादबारीका खेमराजको पहिलो एल्बम जीवन 2054 सालतिर निस्किएको थियो। काठमाडौँमा आएर सो एल्बम मार्फत उहाँले औपचारिक रूपमा सङ्गीत यात्रा थाल्नुभयो, तर एल्बम चलेन। उहाँ निराश हुनुभयो। तैपनि उहाँले हिम्मत हार्नु भएन। जब 2057 सालमा निकै दुःखका साथ जीवन भाग 2 एल्बम निकाल्नुभयो, उहाँको दिन फिर्यो। त्यही एल्बममा थियो वारी जमुना पारी जमुना गीत। हरेक कार्यक्रम जमघट र सञ्चार माध्यममा गीत घन्किन थाले। म्युजिक नेपालले निकालेको जीवन भाग 2 एल्बमले बिक्रीमा रेकर्ड राख्यो। पहिलो एल्बम निकाल्दा गुमनाम रहेका खेमराज दोस्रो एल्बम निस्किने बित्तिकै स्थापित भए। उनी रातारात स्टार भए। उक्त एल्बममा खेमराजका लागि केही गीत कम्पोज गरिदिएका संगीतकार पारस मुकारुङले बताउनुभयो। जीवन भाग 2 पछि गायक खेमराजले अनमोल, धरान पोखरा, सोल्टी, आलुतामा, ढाक्रे र घुमफिर एल्बम निकाल्नु भएको थियो। पोखरा, काकडभिट्टा, चितवन, इटहरी, धरान र इलामका पर्यटकीय पक्षको वर्णन गर्दै गाएका गीतहरू 2 महिना अघि एल्बम घुमफिरमा समावेश थियो। घुमफिर निकाल्ने बित्तिकै उहाँ सिक्किम पुग्नुभयो। त्यहाँ केही स्टेज कार्यक्रम गर्नु उहाँको उद्देश्य थियो। त्यसबाहेक उहाँ सिक्किमका धार्मिक तथा पर्यटकीय स्थलका बारेमा समेत गीत गाउन चाहनुहुन्थ्यो। काठमाडौँ फर्केर उहाँले सिक्किम सम्बन्धी केही गीत रेकर्ड पनि गर्नुभयो, तर एल्बम भने निकाल्न भ्याउनु भएन। उहाँ आफ्नो गीती संग्रहलाई पुस्तकका रूपमा समेत छाप्ने योजनामा हुनुहुन्थ्यो। त्यसको सम्पादनका लागि प्राज्ञ शशि लुम्बुसँग सल्लाह हुँदै थियो, तर उहाँको त्यो योजना पनि अधुरै रह्यो। लुम्बुले शोकमग्न हुँदै बताए, कवि तथा प्राज्ञ श्रवण मुकारुङ खेमराज गुरुङलाई नेपाली लोक संगीतको सौन्दर्यलाई सही रूपमा पक्रिन सक्ने खुबी भएका गायकको रूपमा चिनाउँछन्। श्रवणले खेमराजसँग केही गीतमा सहकार्य गर्ने अवसर पाएका थिए। उहाँ असल व्यवहार भएको, रसिलो र हितैषी स्वभावको हुनुहुन्थ्यो। उहाँको कमजोरी त्यही रक्सी मात्रै थियो, श्रवणले सम्झे। पछिल्लो पटक अस्पतालबाट छुटेपछि उहाँलाई सुधार गृहमा राखेर उपचार गर्ने हो कि भन्ने सल्लाह परिवारमा भएको थियो, तर सांगीतिक व्यस्तताका कारण त्यो सम्भव भएन। उहाँलाई अमेरिकाको भिसा समेत लागेको थियो। अमेरिकाका नेपालीमाझ गीत पस्किने उहाँको चाहना पनि व्यर्थै रह्यो। सुमधुर स्वरका धनी अमर गायक खेमराज गुरुङलाई हाम्रो तर्फबाट पनि हार्दिक श्रद्धाञ्जली।